Mr. Biraj Arya. ग्लोबल कलेज अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन गेटले आफ्नो 15औं दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। गत शनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आतिथ्य व्यवस्थापनको स्नातक तह उत्तीर्ण गरी स्विस डिग्री हासिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र र पदक हस्तान्तरण गरिएको थियो। समारोहका प्रमुख अतिथि नेपालका लागि स्विजरल्यान्डका राजदूत डाक्टर डेनियल म्युले, चर्चित अभिनेत्री मनिषा कोइराला लगायतले विद्यार्थीहरूलाई पदक हस्तान्तरण गरेका थिए। दीक्षान्त कार्यक्रममा विद्यार्थीहरूलाई बधाई दिँदै राजदूत डाक्टर मेौलीले विद्यार्थीहरूको शैक्षिक यात्रा अनुशासन, सृजनशीलता र धैर्यतामा आधारित हुने बताउनुभयो। आतिथ्य क्षेत्र विश्वव्यापी र निकै महत्त्वपूर्ण उद्योग भएकाले विद्यार्थीहरूले आफ्नो पहिचान बनाउन सक्ने विश्वास उहाँको थियो। राजदूत डाक्टर मेौलीले स्विजरल्यान्डले गेट जस्ता संस्थाहरूसँग सहकारी गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो। That as you embark on your professional journey, remember that you are not only industry experts, but as was said by already many speakers today, you are cultural ambassadors. Through every interaction with guests, you have the opportunity to share Nepal's rich traditions and warm hospitality, leaving lasting impressions around the globe. कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले गेटको दृष्टिकोण र शिक्षा प्रणालीको प्रशंसा गर्दै नेपालबाट अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उदाहरणीय कार्य गरिरहेको बताउनुभयो। विद्यार्थीहरूलाई सिपसँगै सहनशीलता, सृजनशीलता र नेपाली आतिथ्य सत्कार गेटले सिकाइरहेको भन्दै उहाँले यसलाई विश्वव्यापी रूपमा फैलाउन सकिने बताउनुभयो। Qualification to Nepal for over a decade and now partnering with EHL Louisiana Gate provides that world-class education doesn't have to mean leaving home. What I admire most is how GATE teaches more than just skills. It nurtures resilience, creativity, and true Nepali hospitality. Values that world needs more than ever. कार्यक्रममा गेट कलेजका सिइओ खेम लकाईले आफ्नो व्यक्तिगत अनुभव बाँड्दै आफू किसान परिवारबाट आएको भन्दै शिक्षा र इमानदार कामले आजका अवसरहरूसँग जोडिन सकेको बताउनुभयो। उहाँले दीक्षित भएका युवाहरूलाई प्रोत्साहित गर्दै राजनीतिक अस्थिरता र चुनौतीहरूलाई नहेरी आफ्ना जिम्मेवारीमा इमानदारीतापूर्वक लाग्न आग्रह गर्नुभएको थियो। अहिले देशको भविष्य युवाहरूमा रहेको भन्दै लकाईले दक्ष र व्यावसायिक बनी विश्व बजारमा प्रतिस्पर्धा गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको थियो। And I did not do anything for that except doing my duties. That's all I did, sincerely, and everything will evolve and come to you. So the best advice I can give is do your best each moment, each day, and with your sincerity and hard work, everything that you will achieve in life will come to you. That's one thing for sure. And second thing, Switzerland to me, I'm utterly grateful because it builds me something, it gave me something. And I am a son of a farmer, you know, my father was a farmer. And you know what farmers do? Anything they get, they multiply. That's what I do, even today. I collect the seeds and I multiply and see it to the world. And education is the same thing for me. I learned these values, precision, attention to details, everything that Switzerland live and breathe. Switzerland doesn't have oil to dig and sell, but Switzerland has minds, the discipline, the hard work, and that's their asset. And this country with 4 times more population than Switzerland, precisely the young population. I do not worry. Do not pay attention to those headlines, the bad politics, things this and that. It's none of your business. You know, each one of you can contribute with our sincere profession, sincere responsibility. This country will build in itself. गेट कलेजको यस वर्षको दीक्षान्त समारोह अझ विशेष रहन गएको थियो किनभने यस पटक विद्यार्थीहरूले EHLबाट हस्ताक्षरित स्नातक तहको प्रमाणपत्र पहिलो पटक प्राप्त गरेका थिए।
दीक्षान्तपछि विद्यार्थी, शिक्षक, अभिभावक र अतिथिहरू बीचमा फोटो सेसनको कार्यक्रम गरिएको थियो। डिग्री प्राप्त गर्ने खुसी र गर्वका ती क्षणहरू सबैको मुहारमा देखिरहेको थियो। विद्यार्थीहरूले आफ्नो दीक्षान्त ड्रेसमा साथीहरूसँग, शिक्षकसँग, परिवारसँग फोटो खिचाउँदै त्यो क्षणलाई स्मरणीय बनाएका थिए।